ए नानीहरू त स्कुल छन्। होइन अब दिउँसोको 12 बज्यो, अब एकछिन सुत्ने गर्ने 2-4 घन्टा, अनि त्यसपछि रातिको काम हो। अब अनि खानाहरू चाहिँ के रुच्छ आमा? चनासना रुच्छ? खाँदैछु नानी, अलि चना, 1 गिलास दुध, रोटी। होइन, रोटी रुच्यो, दुध रुच्यो भने त भइहाल्यो, अरू त नरुचे पनि हुन्छ। स्याउ पेट सेट पनि लागेको छैन, खानुहुन्छ स्याउ, खानुहुन्छ चुकुन्दर, खानुहुन्छ। ए स्याउ पनि त्यो राम्रो खालको, त्यो इन्डियाको होइन, अलिकति नेपालतिरकै अलिकति हुन्छ नि त्यस्तै, त्यस्तै खालको हेर्नु भने फेरि चटक्क परेको राम्रो हेर्छन्, त्यो राम्रो हुँदैन नि, फेरि सुई हानेर बनाएको हुन्छ, के लगाएको हुन्छन् होइन। जति सक्दो यसो हेर्दाखेरि नराम्रो खालको, त्यो बोर्डबाट टपक्क टिपे जस्तो, त्यो सुन्तलाहरू, स्याउ र दुध रुच्यो भने त भयो, एकदम दिमाग पनि चङ्गा भइरहन्छ। खानु पैसा सैसाको चिन्ता नलिकन मजाले खानु, केटाकेटीलाई भन्नु होइन, पैसा जति लाग्छ निक्को भएर जानु, त्यो पैसा म पठाइदिइहाल्छु। अनि त्यो ओखरहरू खानुभयो? खाँदैछु, अलिअलि घरमा छ, त्यही मात्रै खानु भएन, अलिअलि खान्छु। अब अलिकति होइन, राम्रै हुन्छ त्यो, त्यसको त्यो तेलहरू शरीरलाई राम्रै गर्छ। 300 350 भनेको धेरै होइन, नखाने एउटा राम्रो खालको पिसमा ल्याउनु केटाको ल खोइ राम्रो छ। अनि के अरे खानेकुराहरूमा थोरै खाँदाखेरि हुन्छ, भातै खानुपर्छ भन्ने छैन, दुध रुच्यो भने भइहाल्यो। उहाँ पनि मजाले दुध ल्याउ गर्नु, होइन शरीरले त खानै पर्छ नि, नखाइकन रगत बन्दैन। केमा? दालमा दही हालेर पिउँदैछु भन्थे। ए पिउनु, होइन पिउनु, दही अलिकति हाल्नु, थोरै कागती निचेर हाल्नु, हुन्छ। होइन, आँत बलियो हुन्छ, दीर्घ जीवन पो पाइन्छ त, दही दुध रुच्यो भने त, फलफुलले त। यताउता पैसा सैसाको चिन्ता नलिकन खाना चाहिँ रुच्छ भने खानु है आमा। पानी सानी ड्याङ्की ड्याङ्क, त्यो कि बोतलको पानी ल्याउनु लगाऊ आमा? ए होइन, घरमा पनि धेरै चिसो पनि नखानु, बाहिरकै खानु कि फिल्टर। त्यो फिल्टरको कतिको छ फेरि, मैला छ होला, मैलाको कहाँ खान्छ कि बोतलको चाहिँ किनेर खाने पानी? होइन, बोतलको हुन्छ नि त, भुल्के सुल्केको बोतलका पानीहरू। त्यसो गर्दा नै हुन्छ, 2-4 कार्टन राखिदिए त, तर पनि उयो होइन, यस्तो के त्यो फिल्टरहरूको बाद त्यो अलिकति यताउता हो भने ब्याक्टेरिया पर्छ नि, अलिक समस्या त त्यो हुन्छ नि त। ए गर नि त, म त्यहाँ छ भने म भनिदिन्थेँ ढ्याक्कै मान्छेलाई, जति सक्दो त्यही खानुपर्छ क्या, त्यो धारासाराको पानीहरू खानुभन्दा हामीले त बरु पचाउन सकिन्छ होइन।
बाटो केले टोक्यो यो एकपल्ट यहाँ सबै पारिदिरहेछ के रे मच्छरले होला नि मच्छरले टोक्दै मच्छरले हो पारिदिरहेछ अब विराटनगर जनकपुरको त मच्छर त विषालु हुन्छ नि वरिपरि फोहोरै फोहोर छ त्यो फोहोर खान्छ मान्छे आएर बस्छ त्यो ब्याक्टेरियाले ढुट्टो बनाउँछ नि त्यस्तो हो नि नानीहरू आएका छैनन् होला केटाहरू स्कुलमा छन् बिमला पनि आएकी छैनन् होला आइन् कामसामबाट आइन् सबैजना सन्चै छौ नि हामीलाई ठिकै छ नि आमा अब बिरामी भएर त भएन नि ठुलो कुरा चाहिँ हो छैन ठिकै छ अब केटाहरू पनि बढ्दैछन् ठुल्ठुला भए घुम्ने यताउता डुल्ने भयो नि यहाँ काम काका छोडेर आयो गरी पर्छन् हो नि गफडी भएको छैन अहिले त बिहानै उठेर चाहिँ जुरुकै उठाउँछन् मलाई के भन्छन् दादा यसो किन्दे उसो किन्दे यो भएन के अरे चक्का भएको जुत्ता भन किन्ने यो अर्को पनि किन्दै भन्छ अर्कोले मलाई पनि किन्दै भन्छ किताब कपीमा कति किताब पनि कति किन्छन् किताब कपी अस्ति त आमालाई सामान ल्याइदिने मान्छेहरू गएकी छन् 5-6 दिनमै फर्किहाल्यो नि छोरा लिन गएकी छोरा लिएर आएकी छोरो लिएर आए छोरो स्कुल जान्छ त्यस्तै छ काम गर्छन् बुढाबुढी छोरो स्कुल जान्छ त्यही हो नि सानै पनि अब आउँदैछ नि त फेरि त्यही 15 दिन पछाडि आउँछ आउँछ केही गर्छ यताउता ल होइन बडा बिहान भन्दै थियो फोन गरेको थिएँ राईले उतै बोलाउँदैछ यस्तो यस्तो व्यवस्था पनि गरिसकेको छ सबै त्यहाँ काम गरिरहेको छस् भाइ अब के गर्छस् परिस्थिति बुझ भनेर भनेको राईले भनिसकेको छ भन्दै थियो होइन काम ठाउँ त यता पनि पाइहाल्छ नि काम त त्यो काम त यता पनि पाइन्छ काम केही समस्या छैन ठिकै छ अब यसो अलिकति अब ट्याटङ बटङ बिजनेस गर्ने कामै गर्दा पनि राम्रै छ तर यता चाहिँ कस्तो छ भने बस्न खान उपचार यातायातको समस्या छैन क्या जेसुकै भए पनि फ्रीमै हुन्छ होइन बस्न खान चाहिँ अब यहाँ अब आफ्नैमा पर्यो आफ्नो त भाडा दिनु परेन नि त होइन राम्ररी यस्तो हो कि काममा ध्यान दियो यताउता गरेर काम मजाले गऱ्यो आएर झ्याप्प खाएर झ्याप्प सुत्यो भने काम गरेर पैसा हुन्छ त्यही त हो नि जति काम गर्यो त्यो पैसा हुने त हो ठिकै छ पैसा कमाउन गएको अब भन्छस् दाइ अब 40 वर्ष पुग्न आँट्यो त्यसको पनि छोराछोरी छन् होइन अब अलिअलि पैसा खर्च गरेर डकुमेन्ट बनायो छोराछोरीले त आउँछन् ल्याउन सकिन्छ छिटो हुन्छ अब हेरौँ भाग्यले कति साथ दिन्छ ल्याउने कुरा लाने कुरा त ठुलो कुरा त बेसी पर्ने त अब यसपालि के अरे अलिअलि तल भाउने आमा मेरो भन्दै बिहान भन्दै थियो अब 2-4 दिनमा ब्याङ्कका खाता खोलिहाल्यो ल्यायो होला आज एउटाको खानपिन पनि टाढ्न उहाँ ठिकै छ दादा त्यति हुँदै पनि
खुसी हुँदै थियो दादाले चाहिँ यसो भनिरहेछ उता काम पनि रेडी नै छ जस्तो छ भनेर छ भन्दै थियो अनि मलाई पुग्छ भने मैले पनि होइन अब आउँदाखेरि ठिकै छ राम्रै छ तर गर्नुपर्छ जे सो गर्दा पनि पुग्ने छ गर्छ सानोले गर्छ 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 गर्न त गर्ने होइन छ जान्छु मम्मी काजी मामालाई भेट्न जाने भए म लिएर जान्छु गाडीमा लिजाउँ भन्दै थियो अरे अनि जान्छ दुईटा सिटे गाडी लिएर यहाँनिर दादालाई छोड्छु करायो भने हुन्थ्यो होइन होइन आउँदा त हुन्छ त्यो गाडीमा त चेक गर्दैन 1 लाखभन्दा बेसी यो गाडी फेरि पुलिसले चेक गर्दैन नि फेरि थाहा छ त्यस्तो गाडीहरू हिँड्ने भनेको बाटै अर्कै हुन्छ क्या बाटै अर्कै हुन्छ नि हेभी बाटो हुन्छ त्यो गाडी भने 130 किलोमिटर प्रति घन्टाको भन्दा कममा कुदाउन पाइँदैन अनि 2-3-4 घन्टामा त भाइ भान्जा आइपुग्छन् विशेष बाटै छ नि ठुल्ठुलो बाटोको अर्कै बाटो छ नि किसिम किसिमको बाटो छ नि त्यो गाडी खित्रिकै हलाउँदैन त्यस्तो तरिकाले ल्याउँछ नि सनन ल्याउँछ नि आफ्नो बाटोमा सर ल्यायो उडेर ल्याउँछ नि भान्जाले त्यति महँगो नकिने भए हुन्छ रहर लागेको भनेको अर्कै हो नि मेरो त स्कुल पनि नजिकै छ काम पनि नजिकै छ रहर लागेको लाग्ने हो नि आफूलाई रहर लागिरहेको छ आमालाई बिस्तारो बिस्तारो कुदाउँदै चढाउन मन छ किन सकेको छैन ए होइन म पनि किनौँ भनेको तर मलाई त अब स्कुल छ उता नजिकै 10 मिनट पनि लाग्दैन होइन काम छ नजिकै अगाडि नि बस जान्छ अनि अब सुपर मार्केट घरमुनि छ के अरे नुन दही सुनसँगै पाइने घरमुनि छ 3टा त रेस्टुरेन्ट छन् 3टा त पिजेरिया छन् पुस्तकालय एउटा छ अनि त घरको सामान यताउता त्यो के भन्छ साबुनहरू पाउने यताउता हुन्छ नि के ल त्यहीँ छै छ मासु सासु चाहियो घरमुनि छ फलफुल चाहियो सागसब्जी चाहियो घरमुनि छ गाडीको कामै छैन अनि अस्पताल उतै नजिकै छ फेरि अस्पताल पनि नजिकै छ अनि खासै त्यस्तो पनि पर्दैन क्या अब हेर्दै जाउँ कहाँ जानु छ र छन् त तर अब विचार गर्नुपर्ने हुन्छ अब साने आउँछ साने आएपछि के भन्छ होइन यताउता हेरेर के सीता हजुर दादा ए कोसँग बोल्यो कि भनेको नि यहाँ छौँ सबैजना यहाँ भाइ पढ्नु नास्ता खान्छौँ अन्डा सन्डा ल्याएर भाइ बहिनी मलाई 2 चम्ची खान्छु जसले किन्छ 2 जना बिराएनन् मेरो चार्ज सिट्यो दादा 8% चार्जमा लाउँछु ल ल सीता ल भरेतिर गर्छु नि त गर न ल म पनि अब खाना खाएँ सुत्छु ल खाना खानु सक्नु यताउता सबै गर म त्यहाँको पैसा पठाइदिइहाल्छु ल भन न रेडी छ खानासाना सबै त्यो शाकाहारी टाइपको महरू त्यो के अरे मोमोहरू त्यो तेल बिनाका हुन्छन् नि बोइलका अनि अब त्यो काँचो प्याजहरू भएको हो त्यो एकदम ध्यान खाऊ है त्यो पेटको किराहरू
त्यो यताउता के त्यहाँ मच्छरले टोक्छ दुनी ब्याक्टेरिया हुन्छ क्या। ल यहाँ मेरो ब्याक्टेरिया बनाइदिए के बनाइदिए यहाँ दुखेर मरे कटकटी खाइछ हो। त्यो भाइ ऊ त्यो के अरे विराटनगरमा त त्यस्तो भइहाल्छ नि त अनि। ल दादा ल म चाँजै सिधै राखेँ ल भरे ल गर्छु ल। ल ल ल